गाइस, वेलकम ब्याक टु माई अनदर ब्लग। र आज हामी यो रेली जाँदैछ होइन, साथीहरू पनि छ। अब साथीहरूसँग चाहिँ हल्का इन्जोय गर्नु पर्यो है। अब आधी बाटोसम्म चाहिँ स्कुटीमा पुग्छ, त्यहाँबाट चाहिँ हिँडेर हो हाम्रो। र जाँदै गरेको म भिडियो देखाउने छु बादमा। अहिले भर्खर चाहिँ मर्निङको 6 बजिरहेछ। यो चाहिँ अब हामी हिँड्ने बेला बेला भएको भनेको चाहिँ हल्का। ल थ्याङ्क यू गाइस, बाई। गाइस हामी यहाँ आइपुगेछ अहिले प्यारामाउन्ट है। यहाँनिर रोशन राई पार्क पनि भन्छ है। र यहाँ चाहिँ हामी रेली टोली चाहिँ यति छ है। हामी अहिले 8-9 पुग्यो हो। अब चाहिँ अलिअलि हामी दाउरा सौरा खोजेर चाहिँ पहिला चाहिँ स्टार्टिङमा चाहिँ चिया चाहिँ खाइहाल्ने भन्ने सल्लाह हुँदैछ हो। यहाँ हेर्नुहोस् त, यहाँनिर यत्रो खोलामा त अब एन्ट्री लिइसकेको छ कसैले। हामी चाहिँ पुग्नु आँटेको छ। खोला चाहिँ आइपुग्यो यहाँ केटाहरू खै ल हो। ए यहाँ पे जुम भएछ, लेकिन यार यहाँ में पिघल गया। दादा भाइको स्पिप सिन, भाइ फेरि ह्यान्डसम भाइ छ हो होइन। बिहानको ब्रेकफास्ट सुरु भइरहेछ हाम्रो यहाँ अहिले चाहिँ हो। कुक चाहिँ हाम्रो हेड कुक चाहिँ यहाँ राज शर्मा हो। एसिस्टेन्ट यहाँ हो, हेर्ने टेस्टर हो यो चाहिँ। ऊ दुईजना चाहिँ एकदम जाडोले कामदैछ हो। अब रेलीमा आएर चाहिँ प्लेटै नलिहाल्नु। ऊ यहाँ छ है, त्यो हो त्यसको पत्ता। केटाहरूको बिहानको खाजामा चाहिँ के के छ मलाई त केही थाहा छैन त। खाजामा के छ हौ? तातो हुनेरहेछ। मलाई दिएन लु न मलाई त अहिले हौडीमा चिप्लिन्छ। अलिकति हाम्फाल न ढोकेर फर्किँदैको मैले माथि निकाएको छैन भिडियो। अहिले छड्के झर्छ त। मलाई त्यो भिडियो हिँडाएको पठाइदियो ल। हिँडेको छैन, ढोकेको चाहिँ पठाउनु पर्ने छ। म त कहाँ ढोकेर फर्केको अरे लु न अम्बो उयो त छुल्या भनेको जेसुको भनेर खेलिदिनु उयो त
दादा दादा तपाईँ र मेरो लागि मात्रै आउँदैछ यहाँ कति निकाल्छ अम्बो र भाइ त्यो हाल्देऊ न भाइ ठुलो पनि आएको छ अम्बो ठुलो पनि आएको छ यहाँ आइज यहाँ ठुलो पक्रिहाल्छ कति लाग्छ अम्बो अर्को खै यता 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 देखाउ न बच्चाहरू पनि हालौँ न दादा खै दियो त सानो दाहरू बोतल थाप्नु न बोतल सानो हालिहालौँ न बोतल थाप्न दिपो छिटो हाल्नु हो बोतल छिटो दिएन जिउ त पो हालेको खै यो त झन् कत्रो रहेछ खै खै यो छ त यहाँ ठुलो अम्बो पानी हालिरहेको छ अझै पानी छ ल पानी थप्छ त्यो आएको ठुलो होइन यो त पानी तप सफा सुनेछ है हेर्दा माछा छ जस्तो लाग्छ पक्रियो न छोड्नु न त्यहाँ नहल्ला पक्र न यो पक्रिन के गरिदिएको माथि राख्दैन मुख चाहिँ क्याटिस बिग्रिन्छ बोतल पक्रिन देखा न यता ठुल्ठुलो चाहिँ निकाल्नुपर्छ अहिले खानु हाल्दै गर छोड पर्खिनु ल उहाँ रहेछ उहाँ ठुल्ठुलो छ उदेकै छु लटेको छ पुरा यहीँ त छ यसले न त्यो कुनामा जाउँ न हातले पक्रेको अन्त भन्दैछु त त्यही त यहीँ गरेछ हौ मानी मैला भयो त पुरा छोड न फेला न अम्बो खै दा एउटा भिडियो गरिदिनु न निकाल्दै गरेको गर्दै काम गर्दै अलिक भए है धेरै गरे बेसी लु त त्यहाँबाट स्वाट्ट निकाला त एउटा ठुलोबाट माछा अत्रोबाट हात हालेर यस्तै त निकाल्छ साँच्चै ननिकाल यो रेलीमा चाहिँ यति पनि फाइदा हुँदो रहेछ है माछा चाहिँ फाटफाट निक्लिँदो रहेछ हात हाल्दै पछि देन अन्त उयो त्यो झोला होइन भाइ छोड्दिनु कि अर्को झोला लिएर आउनु झोला अर्को झोला यहाँ त पानी जल्दै निकालेर गऱ्यो नि त आम्बो गोली भएन नि त टाढैबाट हो नि त्यसरी यहाँ न माछा गाइस यी माछा चाहिँ यसरी छ यहाँ खोलामा खै यहाँ त देख्नु छोडेछ अहिले फेरि भागिहालेछ नि है लु भाइ आजको तिम्रो एक्सपिरियन्स चाहिँ कस्तो थियो अब यहाँ सेयर गर्दै न रेलीको होइन माघे मेला पनि छ सँगसँगै होइन देखिरहेको छ अलिअलि माथि चाहिँ माथि पुग्नुपर्छ डाँडामा हो यो डाँडा चाहिँ पुग्नुपर्ने हामी आउँदाखेरि चाहिँ अब यो ट्र्याकमा आएको थिएँ बेसी मोटो भएर अहिले ट्र्याक सेक फेरेर फेरि पातला ट्र्याक लाउँदैछु हो बेसी तर आजको दिन चाहिँ बस मजा आयो कस्तो भयो अब तिमीलाई कस्तो फिल भयो फर्स्ट टाइम आएको तिमी त होइन एडभेन्चरस ट्रिप तपाईँहरू पनि गर्नु कोही छ चाहनुहुन्छ हामी त पहिला पनि गरेको अब तिमी चाहिँ कस्तो थियो म त ओभर राम्रो भयो अब क्षितिज भाइको चाहिँ कस्तो थियो आजको एक्सपिरियन्स अब अलिकति सेयर गरिदियो होइन सर हो ठिकै छ होइन मजा आयो साथीभाइसँग रमाइलो भयो इङ्ग्लिसमा हौ तिम्रो त तिम्रो एउटा इङ्ग्लिसमा जाओस् न त गर न अब नास न It was nice, it was fun, and it was quite rejuvenating because tomorrow I have my job. I'm a corporate sucker. भोलिको दिनमा काम गर्नु घरमा बसेर एटलिस्ट इट्स एडभेन्चरस होइन साथीभाइसँग मजा चाहिँ माइन्ड फ्रेस हुन्छ एउटा रिफ्रेस थ्याङ्क यू ल एलन भाइको
कस्तो थियो अलिकति एलेन भाइबाट पनि जाओस् न त अब आफ्टर लङ टाइम होइन माछा मार्नु मजा आयो पुरानो यादहरू आयो होइन पौडी नखेल्ने पनि माछा मार्नु चाहिँ मजा आयो अब पहिला कस्तो हामी हप्तामा 3 दिनहरू आउँथ्यो कति वर्ष बाद आएको कस्तो चाहिँ फिल अब कस्तो फिल भयो अब राम्रो भयो मजा आयो मजा आयो है भाइको एउटा त्यति मात्र छ राजको के छ अब फुल भन्दैन त भन्दैन मजै आयो होइन अब खेल्नु पनि खेल्यो पहिलाको यादहरू चाहिँ आयो केटाहरू कोही देख्यो पनि अब खोलामा नपस्दै पस्ने मुखमा धोएर जाने पनि देख्यो हो छ है यहाँ रेली आएर नि धमला जाने पनि देख्यो हो धमला ट्रेडर्स कत्ला घरमै लिएर घरमै मार्छु भन्नेहरू पनि रहेछ देख्यो हामीले हो पस्ने समझ रहे हो ना नुहाउनु त पर्ने होइन एकपल्ट मुख चाहिँ धुनुपर्ने हो नि त त्यस्तो केटाहरू चाहिँ अब बेलुका जाँदा पनि हुँदैन जाडो भयो अनमलको चाहिँ कस्तो छ होइन एकपल्ट भन्दैन से त मजा आयो पौडी खेल्नु मजा आयो होइन एकपल्ट मलाई त्यसले खेल्यो होला पौडी मुख पनि धुएन होइन कस्तो सेयर चाहिँ आजको अब माघे सङ्क्रान्तिको चाहिँ कस्तो भयो मजा आयो है मनोज साथीबाट चाहिँ मनोज त झन् अब तँ त झन् युएसए जाने केटा होइन अब गइछ नि त भाइ यही हो रिमेम्बर होइन मजा आयो अब कस्तो छ अब कस्तो लाग्यो त खानाहरू पनि भन्दै अब स्विमिङ गरे होइन मजा आयो मजा आयो आजको दिन चाहिँ यतिकै रमाइलो भयो है यहाँ भाइले चाहिँ चिया बनाउँदैछ है अब भाइ चाहिँ एन्डिङ भाइकोबाट एउटा जाओस् राम्रो खाले होइन भाइ आज कस्तो थियो अब दिन मजा आयो यसरी नै अब फेरि पनि अब सधैँभरि आउनु पाओस् यसरी नै सबैजना यताउता केही पनि नहोस् कसैलाई पनि होइन त्यही हो हाम्रो यसरी नै सबैजना जतिजना आएको छ अब यतिजना पनि फेरि आउनु पाओस् अलिकति यो प्लास्टिकहरू चाहिँ हामीले यहाँ डढाइदिनु पऱ्यो है हाम्रोबाट चाहिँ यही छ प्लास्टिकहरू जहाँ पायो त्यही नफालिदिउँ है पोल्युसनको लागि राम्रो होइन यो खोला भनेर अब हामीले लापरवाही गरेर यता छोड्नु पनि भएन होइन अब हामीले आफै बुझेर नै प्लास्टिकहरू एकदम हामी यहाँनिर सानाकसिनिक पारिदिइसकेको छ 1-2वटा रहेछ त्यो नै हामी डढाइदिँदैछ है किनभने पोल्युसन चाहिँ अब अहिले कस्तो खतरा छ है हामीले पनि बुझ्दियौँ है ल हाम्रोबाट म्यासेज चाहिँ यही छ आजको दिन रमाइलो गइहाल्यो है हेलो गाइस आजको दिन चाहिँ अब यस्तै भइहाल्यो है अब के भन्नु अब पहिलाको यादहरू पनि आयो यहाँनिर हामी त अब हप्तामा 3 पल्ट 4 पल्ट आइरहन्थ्यो यहाँनिर होइन अब अहिले चाहिँ अचानक कति वर्ष बाद आउँदा चाहिँ एक प्रकारको रमाइलो पनि थियो होइन अन्त आफ्नो अब के भन्नु र अब फिलिङ्स चाहिँ अब यतिमै खतम भयो ल थ्याङ्क यू गाइस अब लास्ट ट्रिप अब हामी चिया खाएर चाहिँ उकालो त्यो डाँडामाथि जानेछ होइन अब हिँडेर चाहिँ निकै टाढो छ अन्त के भन्नु अब चिया खाएर चाहिँ एकदम दम लाएर हिँड्नुपर्छ आजको चाहिँ अब यतिमै खतम भिडियो थ्याङ्क यू गाइस टाउकोतिर चाहिँ नभप्छ हौ केटा ए गाइस फाइनली यहाँ पानीको स्रोतमा आइपुग्नु आँट्यो हामी हिँडेको 5-10 मिनट जस्तो भयो अब यहाँनिर केटाहरू कति थाहा गरेर रिएक्सन भिडियो सानो हेरिदिनु होला है हत्तु बसेको हामी चाहिँ म चाहिँ गाइस छिटो आएको केटाहरूको रिएक्सन भिडियो क्याप्चर गर्नु है यहाँनिर चाहिँ अब कति थाहा गरेर चाहिँ केटाहरूको हल्का रिएक्सन हेर्नु यहाँनिर चाहिँ म चाहिँ अलिक छिटो आइपुगेको यहाँ फर्स्ट आउँदैछु दिपराज यो चाहिँ सानो रिएक्सन भिडियोमा कति थाकिरहेछ भनेर होइन आयो गाइस हामी फाइनली यहाँ पानीको स्रोत आइपुगेछ यहाँ केटाहरू आरालुस थाकेर माछा पनि यस्तो लिएर आएको छ केटाहरूले घरमा लानु हो दादाको पनि एकछिन हाल्छौ त त्यसलाई मलाई देऊ न त जङ्गल केरा देखाइदिनु जङ्गल केरा देखाइदिनु